नमस्कार। लाइब्रेरी प्रिपरेसन नेपालमा यहाँहरूलाई स्वागत छ। साथीहरू, आजको भिडियोमा नेपाल खुल्ला विश्वविद्यालयको प्रवेश परीक्षाको प्रविधि अभिमुखीकरणबारे जानकारी गराउन चाहदैछु। कृपया यो भिडियो अन्त्यसम्म हेर्नुहोला। अब भने भिडियोलाई सुरु गरौँ। नेपाल खुल्ला विश्वविद्यालय डिनको कार्यालय सामाजिक शास्त्र तथा शिक्षा संकाय मान भवन ललितपुर नेपालले मिति 2082 8को महिना 29 गते प्रविधि अभिमुखीकरण सम्बन्धी सूचना प्रकाशित गरेको छ। साथीहरू, सूचनामा के कुरा छ म यहाँहरूलाई पढेर सुनाउँछु। प्रस्तुत विषयमा 2082 हिउँदे सत्र अन्तर्गत भर्ना आह्वान गरिएका स्नातक तह अन्तर्गत 4 वर्षे बिए, ब्याचलर अफ आर्ट्स, 4 वर्षे बिएड्स, ब्याचलर्स इन एजुकेसन साइन्स, 1 वर्षे बिएड तथा बिएड पिएस र डिप्लोमा तह डिप्लोमा इन लाइब्रेरी एन्ड इन्फर्मेसन म्यानेजमेन्टका आवेदकहरूका लागि अनलाइन माध्यमबाट सञ्चालन हुने प्रवेश परीक्षा सम्बन्धी प्रविधि अभिमुखीकरण कार्यक्रम निम्न मिति र समयमा सञ्चालन गरिने सम्बन्धित सबैमा सूचना गरिन्छ भनेर यो सूचनामा उल्लेख गरिएको छ। अब कार्यक्रम विषय समूह अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने मिति र समय। पहिलो छ डिप्लोमा इन लाइब्रेरी एन्ड इन्फर्मेसन म्यानेजमेन्ट DLIM को, साथै दोस्रोमा छ 1 इयर बिएड पिएस, तेस्रोमा छ 4 इयर्स ब्याचलर अफ एजुकेसन साइन्स BES। यो विषय समूह सबै आवेदकहरूको लागि मिति तोकिएको छ। अभिमुखीकरण कार्यक्रम सञ्चालन मिति र समय विक्रम सम्वत 2082 पौषको 2 गते साँझ 6 देखि 7:30 बजेसम्म। त्यस्तै 2082 पौषको 3 गते बिहान 7 बजेदेखि 8:30 बजेसम्म। यो चाहिँ डिप्लोमा इन लाइब्रेरी एन्ड इन्फर्मेसन म्यानेजमेन्ट DLIM र BED-PS र BES का लागि यो मिति तोकिएको छ। त्यस्तै 1 इयर बिएड प्रोग्रामको लागि सबै आवेदकको लागि 82 पौषको 2 गते साँझ 7:30 बजेदेखि 9 बजेसम्म। त्यस्तै अर्को मिति छ 2082 पौषको 3 गते बिहान 7 बजेदेखि 8:30 बजेसम्म। त्यस्तै ब्याचलर अफ आर्ट्स अन्तर्गत सोसियोलोजी, इङ्ग्लिस, नेपाली, इकोनोमिक्स, लाइब्रेरी साइन्स एन्ड मिडिया स्टडिज ग्रुपको लागि भने प्रविधि अभिमुखीकरण सञ्चालन हुने मिति र समय 2082 पौषको 3 गते साँझ 6 बजेदेखि 7:30 बजेसम्म र 2082 पौषको 4 गते बिहान 7 बजेदेखि 8:30 बजेसम्मको समय तोकिएको छ। त्यस्तै ब्याचलर अफ आर्ट्स BA तर्फको सोसियोलोजी एन्ड तामाङ स्टडिज, मगर स्टडिज, किराँत स्टडिज, नेवार स्टडिज एन्ड इस्लामिक स्टडिज एन्ड पोलिटिकल साइन्स ग्रुप तर्फको प्रविधि अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने मिति र समय 2082 साल पौषको 3 गते साँझ 7:30 बजेदेखि 9 बजेसम्म। त्यस्तै 2082 साल पौषको 4 गते बिहान 8:30 बजेदेखि 10 बजेसम्मको लागि प्रविधि अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने मिति र समय तोकिएको छ। साथीहरू, आजको भिडियोमा नेपाल खुल्ला विश्वविद्यालयको प्रवेश परीक्षाको प्रविधि अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने मिति र समयको बारेमा जानकारी गराउने कोसिस गर्यो। साथीहरू, तपाईँलाई भिडियो कस्तो लाग्छ? जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला। भिडियोमा लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, भिडियोलाई सेयर गर्नुहोला र च्यानललाई सब्स्क्राइब गर्नुहोला। भिडियो हेर्नुभयो त्यसको लागि भने तपाईँहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। नमस्कार। जय नेपाल।